हाई हेलो नमस्कार जय श्री राम जय श्री राधे। स्वागत छ तपाईहरुलाई मेरो फेरि एउटा न्यू ब्लगमा। र हामी आएका थियौं नेपाल र नेपालको डे 4 हो। डे 4 मा देख्न सक्नुहुन्छ यहाँको मौसम कस्तो छ। अब देखाउनलाई त केही छैन, घरमा बसेको बसै छ, जाडो जस्तो छ, निक्लेर बाहिर जान सकिदैन। र यसो हल्का एउटा नजारा देखाइदिन भनेर आएको 4 दिन भइसक्यो। 4 दिनदेखिबाट घामको अनुहार देख्न सकिएको छैन। यो हेर्नु, बिहान उज्यालो भएदेखिबाट बेलुकैसम्म यस्तो हुन्छ। माने यहाँ नि त फिल आउँदैछ चाहिँ जम्मू काश्मीरबाट छु। जम्मू काश्मीरमा बरफ गिर्छ, यहाँ पानी गिर्छ, शीत पर्दैन। यहाँ यस्तै हो। अब के हो, बिहान उठ्दा नि यस्तै देखेको, अहिले पनि यस्तै देखिरहेको छु। खोइ नेपाल घुम्न भनेर आइएको, अब यो घरबाट बाहिर निक्लिन सकिँदैन, त्यस्तो जाडो हुन्छ। जाडो त के भन्नु र, भने त कश्मीर गए जस्तो लागिरहेछ। यहाँ हेर्नु न, जतिखेर यस्तै कुहिरो परेको। अरे के हो अब, मतलब कुहिरो त हुन्छ नि त, यहाँ त पानी जस्तो पो गिर्दो रहेछ त हौ। यस्तो जाडो, बाफरे बाफ। यहाँ कतिवटा कम्बल लगाएको छु थाहा छ, भित्रबाट 3वटा, बाहिरबाट यत्रो ज्याकेट त्यही पनि जाडो भइरहेछ मलाई। त्यस्तो खालको हुन्छ भने अब के भन्नु। यहाँ आउनु न क्यामेराम्यान। के म भ्लग बनाउँदैछु, तिमीमाथि लाइट दिँदैछ भाइ, लाइट दिँदा अनुहार देखिँदैन। र अब के भन्नु, तर यहाँ मलाई एउटा अजिब लाग्यो कि यो चापत बगानको स्टाइल चाहिँ के हो। यहाँ काटेको छ, यहाँ अलिकति हरियो छोडेको छ, उहाँ अलिकति त्यस्तै हरियो छोडेको छ, फेरि काटेको छ, फेरि हरियो छोडेको छ, त बुझ्न सकिनँ होला यहाँको केही। अब र यसो बाटो हिँड्दै हिँडेको, अब बिहानदेखिबाट निक्लिन सकिएको थिएन र यसो अलिकति कष्ट गरेर निक्लेको। अरे यही हो नेपाल। अब यही त हो भन्नु पर्यो नि, अब कहीँ जान सकिँदैन। अब र यस्तै चल्दैछ। र ऊ पनि, ऊ भाइ पनि देखाउँदैछन्, के देखाउने कोसिस गर्दैछन्। भिडियो क्वालिटी त राम्रो आएन होला, अँध्यारो छ यहाँ। अब भन्नाले बेलुकै हो, अब के भन्नु र, यस्तै चल्दैछ। नेपाल आएको आज 4 दिन जस्तो भइसक्यो र घामको अनुहार देख्न पाइएको छैन। घाम कस्ता हुन्छन् त्यो थाहा छैन। अब र यो भित्ते जङ्गल, अरे अब खोइ के हो त जान्दिनँ। भाइहरू भन्छन् यहाँ भित्ते भन्छन्, यहाँ राति गयो भने त मान्छे भित्ते हुन्छ। अरे त्यो भनेको के हो थाहा छैन। अब र यस्तै चल्दैछ नेपालको टुर। र आजको भिडियो गर्नु यही समाप्त। राम्रो त लागेन होला, के भन्नु, अब कहाँ राम्रो लाग्छ त। न्यू क्रिएटर गर्न सक्यो लाइक गर्नु, नभए नगर्नु। र सके कमेन्ट पनि गरिदिनु, सेयर पनि गरिदिनु, नभए नहेरिदिनु। ल बाई बाई।